भातुङ पकाउनु नि अचम्मकै भुइँदेखिको आगो निस्किएपछि त यो आगो के पो घाम पानी जहिले यस्तै है यता नि ग्यास निस्केर बल्यो होला त्यो ग्यासको त्यो यतापट्टि आगो हो क्या यहाँ त अनि यो वरिपरिको मान्छेहरू त अनि ग्यास किन्नु पर्दैन होला त यहीँ आयो भात पकायो लग्यो कुकरमा चिया पकायो खायो जाडो महिना चाहिँ साह्रै मजा हुने रहेछ अब जाडो महिनामा चाहिँ जोस यहाँनिर चिया पकाउनुलाई मजा हुने रहेछ ठुलो एउटा त्यो